साथीहरु स्वागत छ मेरो पनि सानो भ्लगमा। मैले हुन त अघि भर्खर तोराको भ्लग अनि हल्का गिटार देखाउन एकदम एक्साइटमेन्टले बनाइहालेको अहिले नि। अन्त यो भ्लग भोलि आउँछ, त्यही आज बनाइहालेको। मेरो गिटार चाहिँ यस्तो छ। म चाहिँ छतमा आएर देखाएँ, साथीहरु घाममा डुबिरहेको छ नि, भित्र अँध्यारोबाट अलिक बाहिर निकालेँ। यही हो कभर। ब्याग चाहिँ त्यति कमै छैन, त्यति क्वालिटी राम्रो क्वालिटी छैन ब्याग चाहिँ, ठिकै छ गिटार चाहिँ। अनि यहाँ मेरो लागि के अरे सही क्यामेरा देखाउने कोही भएन, अनि आफै अब देखाउँछु साथीहरु। यहाँ क्यामेरा देखाउने म्यान भनेको मेरो क्यामेराम्यान। यो क्याप चाहिँ आफूले किनेको, अनि एउटा स्ट्रिङ प्याकेट आएको सँगै आउँछ सबै, धेरै केही छैन। पिक छ, यो पिक त एउटा भाइसँग माग्नु लागेको समीरसँग 300-400 पर्छ क्याबलाई। अब गिटार ओपनिङ गर्नेछौँ हामी। यसको हेड चाहिँ एकदमै लम्बा आइरहेछ, म निकाल्नेछु साथीहरु एकैछिन। तिर यस्तो देखिन्छ, यस प्रकारको छ मेरो गिटार। यसको माथि राखे भुइँमा राख्ने हल्का स्क्रच लाग्ने भयो नि, तर देखाइदिएँ। यसँग पाएको यो बेल्ट पनि त्यति राम्रो क्वालिटी छैन बेल्ट पनि। यसको प्राइस चाहिँ यहाँ देखाएको छ 18,000, तर 18,000मा नकिनेको अवस्था। यति धेरै प्राइस यतातिर गिटार पाइँदैन नि, महँगो लाग्यो। हजुर यहाँ भ्लग गरिरहेको छ, हल्का सानो भ्लग गरिरहेको छु एकैछिन साथीहरु। अनि यो गिटार चाहिँ 15,000 मैले किनेको। एकैछिन है, मैले तपाईँलाई स्वागत छ, प्लिज कम हियर। यार भ्लग गर्दा नि के हो एउटा अहिले तपाईँ क्यामेराम्यान बन्नु, म देखाउँछु। तर यता अलिक समय पुरै देखाएको छ, त्यो कार्बन बन्नु साथीहरु। यो गिटारको के भन्नु, म एडिट गर्छु। यता अगाडि देखाउनु यस्तो गर्नु साथीहरु। अनि यो चाहिँ 5 ब्यान्ड इक्वलाइजर हुन्छ सायद। अनि यहाँ चाहिँ उयो छ के अरे डिजिटल प्रोसेसिङ ट्युनर। यहाँ चाहिँ यहीँबाट ट्युनर गर्नु छ। अनि यहाँ सबै साउन्ड सिस्टमहरू छ। यहाँ भोल्युमहरूको बेस, मिड, ट्रेबल, प्रेस सबै, भोल्युम, पावर, नोट सबै यहाँ छ साथीहरु। यहाँ चाहिँ दुईटा ज्याक लाउनु छ। क्यामेराम्यान एकदमै खतरनाक रहेछ, छेउ आउँदै जाएर। यहाँ फेल दुवै ज्याक राख्छ। अनि यहाँ चाहिँ ब्याट्री लाग्छ 9 वाटको, बढी सबै गिटारमा लाग्छ। तर यसमा दुईटा उयो छ। अनि यसको खुबी भनेको यही हो, एउटा यो दुईटा ज्याक लाग्नु छ यसमा। अनि यसमा फोन बिनाकै ट्युनर हुन्छ। यसको साउन्ड चाहिँ राम्रो लाग्यो मलाई। क्या पोलाएर भयो प्रशंसा गर्नेछु, स्तुति चढाउनेछु सधैँ म तपाईँलाई महिमा दिनेछु, प्रशंसा गर्नेछु, स्तुति चढाउनेछु सधैँ म तपाईँलाई। मेरा यो ओठले सधैँ म गाउनेछु गीत तपाईँको साथीहरु। कस्तो लाग्यो गिटार अब कमेन्टमा भन्नु सक्नुहुन्छ। 15,000को गिटार हो यो। खास गरी 18,000 भनेको थियो, मैले चाहिँ 15,000मा किनेको। अनि यसको खुबी भनेको यही हो, एकदम लम्बा छ यो अगाडिको, अनि त्यो पछाडिको जुन बडी हुन्छ त्यो चाहिँ सानो छ, हल्का बच्चाहरूको लागि पनि सही छ। हुन्छ साथीहरु, आज भ्लग यहाँ राख्छु। बाई बाई, अर्को भ्लग भेटौँ।